आम्बो बस बस त अनि एक्सिडेन्ट भएछ नि त यहाँ। हजुर के देखाउनु पर्यो? नागरिकता लाइसेन्स। गुड मर्निङ अनि नमस्ते, वेलकम छ भ्लगमा है। पुरै सब रेडी भइसकेको छु अब गाउँतिर जानुलाई, भोट हाल्नुलाई। सो यो भ्लग चाहिँ पुरै दोलखा चरीकोट गाउँको हुनेछ। भ्लग बनाउँदै जाउँ भनेर नि। पछि उयोहरू लिनुपर्छ नि, इन्स्टा 360 होइन, गोप्रोहरू। अनि चाहिँ मजा हुन्छ कि, अनि चाहिँ मजा हुन्छ। अहिले त खासै हुँदैन, तै पनि ठिकै छ यतिको होइन। यो धुलो रहेछ बाटो है, अलि बिग्रिएर रहेछ, बनाएर आएर चाहिँ भनौँ न। नालाको बाटो जाने रे, अब म त गएको छैन कहिले पनि। हेरौँ अब मामा र भाइले कहाँ कसरी लाने रहेछ। आउने भन्दा पनि जाने धेरै रहेछ यहाँ त। यस्तो मजाको छ हाम्रो देश है। चट्ट बाटो पनि छ, मजाको बारी पनि छ, खेत पनि छ है, हरियो परियो डाँडा काँडा। ओहो, स्वर्गको टुक्रै हो नि हाम्रो बस। बस त अनि एक्सिडेन्ट भएछ नि त यहाँ। केराबारी हेर्दै केरा घारी आइपुग्यो। यहाँ चाहिँ टक्क लस्सी ससी बुस्ट गर्नु पऱ्यो नि एनर्जी होइन। के इन्जोय हो, बिस्तारै जाने, भोट हाल्ने अनि फर्केर आउने हो। अर्को के हुने साउन्ड बाटो के हुने थियो नि। ल सो गाइस, यो चाहिँ हामी ठ्याक्कै अहिले दोलघाट पुग्यौँ है। सो दोलघाट चाहिँ यस्तो रहेको छ, पहिलादेखि यस्तै छ, खासै चेन्जेस छैन। जस दोलघाटमा चाहिँ अब पिकनिक स्पट हो, आउने घुम्ने रमाइलो छ, जस राम्रो छ। सो फाइनली गाइज, अहिले चाहिँ म ठ्याक्कै खरीढुङ्गा आइपुगेँ है। खरीढुङ्गा अलिकति अगाडि हो, अब यहाँबाट स्टार्ट भयो भनौँ न। यहाँबाट खरीढुङ्गा स्टार्ट भयो। अब एक दुईवटा यसो क्लिपहरू यहाँ खिच्नेछु। ला 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 ला। घोडाले काम दिइरहेछ, जोस् घोडा कुदिरहेछ मेरो। आज चाहिँ लास्टै एकदमै हुसो लाग्यो जस्तो रहेछ कि, एकदमै अँध्यारो, खुलेको केही छैन। त्यसले गर्दाखेरि चाहिँ खासै सिनेरीहरू चाहिँ राम्रो आउनेवाला छैन। खरीढुङ्गा चाहिँ स्टार्ट भयो यहाँबाट। यहाँ दोकानहरू सानो यस्तै पाराको छ है। अनि अगाडि यहाँ त हिउँ पर्ने ठाउँ हो नि फेरि। अस्ति भर्खरै हिउँ परे जस्तो लागेको थियो, त्यही भएर लास्ट चिसो छ यहाँ। पिभी गाडी चलिरहेछ, दोलखाबाट आएकोलाई पक्कै पनि। नमस्कार हजुर। हजुर के देखाउनु पर्यो? नागरिकता लाइसेन्स। त्यो लागेर नफोल्नु यति देखिन्छ। हजुर, यो भोटिङ कार्ड भयो त्यो सर, नागरिकता त्यो भयो, लाइसेन्सको चाहिँ यो भयो, अनि बुलबुलको चाहिँ पछाडि छ। ठिक छ सर, धन्यवाद। हजुर कपडाहरू छ, चप्पल। ठिक छ सर। धन्यवाद।
भयो म्याडम? उयो चेकिङ भइसक्यो? हजुर भइसक्यो। हस् धन्यवाद। अब सरररररररररर चुम्बिङ पारेन भने जस्तै लाग्यो छोरो दोलुखा। सरी अब गुराँस के गर्नु, अब न बुढी छ न गर्लफ्रेन्ड छ, कसलाई लगेर दिनु म। त्यही भएर मैले गुराँस लिइनँ, अहिलेलाई गुराँस लिइनँ मैले, त्यसको लागि सरी भन्दैछु नि बाबाहरूलाई। युनिक छ नि हाम्रो चरीकोट बजार पनि, टाढामा ट्याक्क होइन, हेर्दाखेरि त दार्जिलिङ सिक्किम टाइपकै छ क्या। देख्नुभयो नि अगाडि, यतापट्टि हेर्नुहोस्, अगाडि हेर्नुहोस्, टाइपिङ लाग्यो। ए आरामले आउँदा पनि आइपुग्यो। त्यसले एक लाइन घटेको छैन भने यो स्विचै बिग्रियो हो कि के हो के हो। त्यो फाइदै भयो नि जाने। ल सातको बाटो चोक भनेपछि यही हो, सातको बाटो चोक है। कर्णाली राइस सातको बाटो चोक चलिपुर। कता जाने हो